Ah, ah, ah. Ah, 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 ah. Ah, ah, ah. हेलो गाइज, तपाईँ सम्पूर्णलाई मेरो आजको यो भ्लगमा स्वागत छ। धेरै दिनपछि फेरि म आज भिडियो बनाउँदैछु। म आफ्नो काम अनि अरू नै कुराले गर्दा व्यस्त भएँ र एक त बर्खाको समय पनि छ अहिले चाहिँ। तपाईँ सबैलाई मेरो भ्लगमा स्वागत छ है। म चाहिँ भर्खरै दाना हालेर बसेको कुखुरालाई। गर्मी छ, सबै पसिना बगिराखेको छ। यो समय चाहिँ अहिले चाहिँ बर्खाको समय भएको कारणले पानी परिराखेको छ अनि सबै वातावरण चाहिँ हरियाली अनि झारहरू पलाउने वनकाहरू सबै घाँसहरू पलाइराखेको अवस्था छ होइन। त्यही भएर अहिले चाहिँ यहाँ मेरो फार्ममा पनि शीतल छ। माथि यो रुख बिरुवाहरूको कारणले गर्दा यहाँ शीतल छ। अनि म चाहिँ भर्खरै मात्रै मेरो हाँस र कुखुराहरूलाई चाहिँ दाना दिइराखेको थिएँ। अनि यहाँ मेरो सोनालीलाई पनि मैले चाहिँ दाना दिएँ। त्यही भएर म फेरि आज तपाईँसँग बिचमा मेरो फार्मको अपडेटको लागि छोटो भिडियो बनाउन जाँदैछु। म आशा गर्छु तपाईँले मेरो भिडियोलाई चाहिँ सुरुदेखि अन्तिमसम्म हेरेर साथ दिनुहुनेछ। यदि तपाईँ च्यानलमा चाहिँ नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरिदिनु होला। अनि मैले एकदम राम्रोसँग मन पराएको, मलाई चाहिँ एकदम ठिक लागेको चाहिँ अहिले मेरो यहाँ परेवा छ होइन। म तपाईँलाई देखाउँछु है त। यो चाहिँ तपाईँहरूले मेरो अगाडिको भ्लगदेखि नै तपाईँले सुरुदेखि नै हेरिराख्नु भएको छ। मसँग चाहिँ एक जोडी परेवा छ होइन। यसले चाहिँ एकदम राम्रो प्रोग्रेस गरिराखेको छ। महिनै पछि चाहिँ यिनले चल्ला उत्पादन गर्दो रहेछ कि। अहिले पनि फेरि दुईवटा यहाँ बच्चा छ होइन। अहिले चाहिँ असारको महिना हो। टोक्न खोज्छ। यसको तल बेबी छ होइन, दुईवटा बेबी छ। यसको बाउले अहिले चाहिँ यसलाई गाड गरिराखेको छ अनि आमा चाहिँ यतातिर छ। यिनीलाई दाना पानी यहीँ छँदैछ। अनि योभन्दा अगाडि 2 लट चाहिँ यसले बच्चा हुर्काइसकेको छ। वैशाख महिना र जेठ महिनाको म्याच्योर भइसकेको छ होइन। म तपाईँलाई देखाउँदैछु है। यहाँ 2 जोडी परेवा छ हाम्रो। त्यही आमा र बाउबाट निक्लेको एकदम छिटो महिनै पछि चाहिँ यिनीहरूले दिँदो रहेछ। मैले चाहिँ यिनीहरूको रेकर्ड राखिराखेको थिएँ। अनि यो बच्चाहरू चाहिँ सानसानै थियो। यो अगाडिको फर्स्टको दुईवटा चाहिँ अहिले भर्खरकै हो। अनि दुईवटा चाहिँ सानै चल्ला हुँदा नै यसको आमाले फुल पारेको थियो। अनि फर्स्ट फुल पारेको दिनदेखि अनि दोस्रो फुल पारेर त्यसलाई उठाएर बसिसकेपछि चाहिँ 19 दिनको दिनमा चाहिँ यसले फेरि अहिले बेबी निकालेको छ। म चाहिँ एकदम खुसी छु। मलाई परेवा चाहिँ एकदम मनपर्छ होइन। यसलाई चाहिँ यहाँ राखेको छु। त्यसपछि हाँसको कुरा गर्ने हो भने चाहिँ हामीसँग अहिले यो 11वटा हाँसमध्येको चाहिँ यो लटको यो हाँसहरू दुईवटा चाहिँ सेतो कलरको थियो। त्यो चाहिँ सानैमा मऱ्यो, के भएर मऱ्यो थाहा भएन। अनि त्यसपछि चाहिँ एउटा पछि चाहिँ योभन्दा अलिकति सानो हुँदैमा यहाँ नेउरी मुसा छिरेछ होइन। यो जालीहरूबाट कहाँबाट नेउरी मुसा छिर्यो अनि नेउरीले चाहिँ त्यसलाई खाइदियो, अट्याक गरेर त्यो मारेर टाउको चाहिँ खाइदिएछ। जिउ चाहिँ त्यत्तिकै छोडेर पछि धपायौँ होइन। अनि त्यो चाहिँ त्यस्तो भयो। अनि एउटा चाहिँ प्यारालाइज जस्तै भएर अनि अस्ति बर्खाको पानी परेको बेला चाहिँ त्यो मऱ्यो। अहिले चाहिँ हामीसँग यसको बेबीहरू चाहिँ 7वटा मात्रै छ। अनि यो लटको चाहिँ 4वटा मध्ये चाहिँ यो 3वटा चाहिँ अहिले यसो डुलिराखेको देख्न सक्नुहुन्छ। यो सेतो हाँस अनि अर्को कालो कलरको चाहिँ के भएको त्यसलाई प्यारालाइज जस्तो भएर बसिराखेको छ। त्यसलाई भिटामिनहरू त खुलाएको छु। त्यही पनि हेरौँ के हुन्छ। गाइज यो 3वटा चाहिँ हाम्रो फाइटरको प्यारेन्ट हो। यो चाहिँ भर्खरै यसले अन्डा पारेर सकाइसकेको छ। अनि यो चाहिँ ओठारो बस्न खोजिराखेको छ तर हामीले यसलाई अन्डा दिएको छैन ओठारो बस्नलाई।
ताकि छिटो फुल पारोस् भनेर। अनि यिनीहरूको बेबीहरू चाहिँ अहिले यत्रो भएको छ, म तपाईँलाई देखाउँदैछु है त गाइज। यो दुईटा फाइटरको बच्चा चाहिँ यस्तो छ। यो अगाडिको कालो चाहिँ अलि प्योर जस्तो छ, यो पछाडि चाहिँ खासै मिक्स भएर होला, त्यति राम्रो देखिएको छैन। तर यो चाहिँ एकदम राम्रो छ। सायद मेरो विचारमा चाहिँ भाले चाहिँ हुन्छ होला, मलाई त्यस्तो लाग्छ। हेरौँ के हुन्छ ठुलो हुँदै गएपछि गाइज। अनि त्यसपछि हाम्रो लोकलको यो 5वटा चल्लालाई चाहिँ अहिले यहाँनिर थुनेर राखेको छ। भाग्न खोज्छ, ओइ खोल्दियो भने पुरै घुमे हो यो 5वटा। यस्तो छ हाम्रो फार्ममा लोकलहरू चाहिँ गाइज। अनि यहाँनिर चाहिँ हाम्रो लोकल पोथी चाहिँ उठाएर बसिराखेको छ होइन। यसपटक चाहिँ हामीले फाइटरको अन्डाहरू यसलाई ह्याच गर्नलाई दिइराखेको छौँ। हेरौँ कति निकाल्छ। पहिला चाहिँ फाइटरले 4वटा मात्रै निकालेको थियो, त्यसमा चाहिँ जम्मा 2वटा मात्रै राम्रोसँग हुर्काउन सक्यो त्यसले। यसपालिको चाहिँ यसलाई दिएको छ अन्डाहरू। फाइटरलाई चाहिँ दिएछन् ह्याचिङ गर्नलाई। हेरौँ यसको रिजल्ट कस्तो आउँछ। यसले त्यही 6-7वटा 7-8वटासम्म निकाल्थ्यो आफ्नो पहिलाको बच्चाहरू। अनि त्यसमध्येको चाहिँ यहाँ यो घुमिराखेको यो फाइटर मिक्सहरू पनि 5वटा छ होइन। यो लटको यसपछिको पनि 5वटा छ। योभन्दा अगाडि चाहिँ हामीले 6वटा चाहिँ हामीले बेच्यौँ होइन। यस्तो छ है गाइज। मेरो यो फार्मको सानो अपडेट म दिइराखेको छु गाइज है। अब चाहिँ मेरो एउटा सोनाली कुखुराको बारेमा देखाउँदैछु गाइज। यो चाहिँ हाम्रो सोनाली हो। हाम्रो चाहिँ यो 4 महिना पुग्यो। अनि हामीले चाहिँ यसलाई अहिले बेचिराखेको छौँ। सायद यसलाई ठाउँ पनि राम्रो भएन होला, पर्याप्त ठाउँ पनि भएन। अनि अरू के मिलेन, जसको कारणले गर्दा चाहिँ यिनीहरू राम्रोसँग फस्टाउन सकेन। अनि चाहिँ मेरो फर्स्ट टाइम भएको कारणले गर्दा मैले परीक्षणको लागि चाहिँ हालेको थिएँ 100वटा। अनि यसमा चाहिँ मैले आज 10वटा भालेहरू बेचेँ। त्यो बाँकी चाहिँ यति छ। लगभग हामीले 20वटा जति निकालिसक्यौँ अहिलेसम्म। अब पोथीहरू चाहिँ फुल पार्ने अवस्थाको हुँदैछ गाइज। भालेहरू चाहिँ एकदम लड्छ अहिले चाहिँ, किनभने भालेहरू चाहिँ धेरै पनि छ। पोथीहरू चाहिँ फुल पार्नलाई अब तयारी हुँदैछ। बासो हेट कति टोक्छौ। गर्मीले गर्दा घाँटी बजेछ कुखुरा गर्दै गर्मी भएछ म त। यो सोनाली चाहिँ अब हाम्रो लास्ट लट होला। म अब यहाँ चाहिँ यत्रो क्वान्टिटीमा चाहिँ म राखिदिनु होला, किनभने मैले चाहिँ सबै कुरा सकको लागि बनाएको थियो होइन। फाइटर कुखुराहरू अनि अरू फ्यान्सी कुखुराहरू राख्नको लागि भनेर। तर यो चाहिँ खोर अलि ठुलो भएको कारणले गर्दा अनि हामीले घरमा खानको लागि भनेर हामीले चाहिँ योभन्दा अगाडि कोइलरहरू पाल्थ्यौँ।
अनि त्यसपछि विचार गर्नको लागि भनेर मैले चाहिँ यो सोनाली कुखुरा मगाएको हो होइन। अब यो पुरै हटिसकेपछि चाहिँ भालेहरू चाहिँ सबै मासु लैजान्छ अनि पोथेर पनि लगभग आधा जस्तो चाहिँ म निकाल्छु होला। अनि त्यसपछि बाँकी भएकोलाई चाहिँ अन्डाको लागि राख्छु। मैले चाहिँ त्यो विचार गरिराखेको छु। हेरौँ के हुन्छ। अनि अरू फेन्सी कुखुराहरू पनि मैले चाहिँ बढाउन सोच गरिराखेको छु। हाँसहरू हुन्छ घरमा खानको लागि भनेर पालेको हाँसहरू होइन। योभन्दा अगाडि चाहिँ यसको साथी पोथी यिनीहरूको माउ र यसको बाउहरू चाहिँ हामीले खाइदिइसक्यौँ। अब अहिले यिनीहरू चाहिँ हुर्किराखेको छ। यिनीहरू अस्ति 9 गते चाहिँ 1 महिना पुगेर आज चाहिँ कति 17-18 भनेको लगभग 39-40 दिनको चाहिँ यिनीहरू भइसकेको छ चल्लाहरू पनि। अनि हामीले चाहिँ यो परेवा जम्मा गर्दैछौँ है गाइज। यो प्यारेन्टले कति बनाउँदो रहेछ। अब यिनीहरू केही समयपछि यिनीहरू आफै पनि चल्ला निकाल्नै हुन्छ होला। परेवा चाहिँ मलाई एकदम मनपर्छ। अनि परेवाको मासु चाहिँ जाडोको समयमा चाहिँ एकदम राम्रो पनि हुन्छ भनेर भन्छ। अब त्यो त हामीले पनि त्यति खाएको छैन। यो आउने जाडोमा चाहिँ विचार गरौँला। तपाईँहरू मेरो घरको नजिक हुनुहुन्छ र तपाईँले भिडियो हेरिराख्नु भएको छ भने तपाईँहरूलाई यदि कुखुरा चाहिन्छ भने चाहिँ भालेहरू छ। वेट चाहिँ त्यति धेरै छैन है, 1.5 केजीको पनि छैन यिनीहरू। ठिक्क छ घरमा खानालाई। यही थियो गाइज आजको भिडियो। तपाईँहरूलाई कस्तो लाग्यो? अलिकति लामो भयो होला सायद। यदि तपाईँहरूलाई भिडियो मन पर्यो भने भिडियोलाई लाइक गरिदिनु होला है। फेरि पनि भन्छु तपाईँहरू नयाँ हुनुहुन्छ भने मेरो च्यानललाई चाहिँ सब्सक्राइब गरेर सपोर्ट गरिदिनु होला। थ्याङ्क यू गाइज सबैले भिडियो हेरिदिनु भएको।